आशा जागेको छ अब देश बन्छ भनेर, किनकि कुनै स्टेजमा आफ्नो आमालाई साँची राखेर रवि दाइले भन्नुभएको छ बालेनले देश बनाउँछ, अब आशा जागेको छ। बरु परिवारको लागि मिठाई किन्न बिर्सेका होलान्, तर आफ्नो सुटकेसमा रवि र बालेनको फोटो टाँस्न बिर्सेका छैनन्। र त्यो सुटकेसमा लेखिएको छ भोट फर चेन्ज। यसपालि अचम्मै भएको छ। मैले जीवनमा 2-4वटा निर्वाचन देखेको छु, तर यस्तो माहौल यस अगाडि कहिल्यै देखेको थिएन। आदरणीय रवि दाई, बालेनजी, तपाईहरू बाटोमा हिँड्दै गर्दा परबाट एउटा बुढी आमाले लौरो टेकेर मन्टो तन्काई तन्काई तपाईँलाई हेरिरहेकी छिन् र मनमा नै सोचिरहेकी छिन् अब यिनीहरू आए भने मेरो दमको दबाई पनि सस्तैमा मेरो नजिकैको हस्पिटलमा आउनेछ। एउटै बुढी आमाले सपना देखेकी छिन्। तपाईहरू बाटोमा हात हल्लाउँदै हिँड्दै गर्दाखेरि परबाट एउटा बाजेले आफ्नो नातिलाई काँधमा राखेर कुर्कुच्चा उचाली उचाली देखाइरहेका छन्, हेर नाति, ऊ तिनीहरू सरकारमा आए भने तेरो लागि कापी कलम आउनेछ, तेरो लागि ड्रेस आउनेछ, तैँले धेरै पढ्ने छस् अनि यो देश छोडेर जाने छैनस्। एउटा बुढो बाजेले आफ्नो नातिलाई तपाईँहरू बाटोमा हिँड्दै गरेको देखाइरहेका छन्। यसपालि अचम्मै भएको छ। हामी आउँदैछौँ भनेर जब तपाईँहरू आउनुभयो, मेरो भाइले पासपोर्टको फर्म क्यान्सिल गरेको छ। यसपालि अचम्मै भएको छ। मेरो साथीले कोरियन भाषाको कक्षा हापेको छ। मेरो बहिनीले ब्युटिसियन भएर दुवैजना लागेकी थिए, अब यही देशमा पार्लर खोल्छु भनेर सटल खोल्दै हिँडेकी छ। बरु परिवारको लागि मिठाई किन्न बिर्सेका होलान्, तर आफ्नो सुटकेसमा रवि र बालेनको फोटो टाँस्न बिर्सेका छैनन्। र त्यो सुटकेसमा लेखिएको छ भोट फर चेन्ज। यसपालि अचम्मै भएको छ। मैले जीवनमा 2-4वटा निर्वाचन देखेको छु, तर यस्तो माहौल यस अगाडि कहिल्यै देखेको थिएन। म एउटा सानो आफ्नो भावना तपाईँहरू बिचमा सेयर गर्न चाहन्छु। र यसपालि म एउटा क्लस्टरबाट, दलित क्लस्टरबाट समानुपातिक उम्मेदवार पनि भएको हुनाले धेरैजनाले चाहिँ एउटा उम्मेदवारको रूपमा तपाईँहरूको सम्बोधन पनि हुनुपर्छ भन्ने खालको आग्रह पनि आएको हुनाले मैले कुनै पनि राजनीतिक सम्बोधन नगरिकन यसमा चाहिँ रासपाको वाचापत्रमा तपाईँले नम्बर 1मा जे कुरा लेखिएको छ, रासपाको वाचापत्र नम्बर 1मा जे कुरा लेखिएको छ त्यो कुरालाई कार्यान्वयन गर्नको लागि म मेरो नेतृत्वसँग खबरदारी गर्नेछु, समन्वय गर्नेछु। मलाई विश्वास छ कुनै पनि जातीय विभेदको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्वको हस्तक्षेप हुने छैन र कानुन बमोजिम कार्यान्वयन हुनेछ, मलाई विश्वास छ। त्यसकारण पनि म वाचापत्रमा लेखिएको नम्बर 1को बुँदालाई कार्यान्वयन गर्नको लागि एउटा दलित क्लस्टरको समानुपातिक उम्मेदवार भएको हिसाबले